यदि तपाईँलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बन्न मन छ भने चाहिँ मैले यसरी बनाएको छु। यो बनाउँदै तपाईँहरू पनि बनाउन सक्नुहुन्छ एकदम सजिलोसँग है त। म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्ड बनाउनलाई राष्ट्रिय स्वतन्त्र पार्टी एप्स डाउनलोड गर्नुपर्ने चाहिँ हजुरहरूले चाहिँ स्वतन्त्र पार्टीको डाउनलोड गर्नलाई यो प्ले स्टोरमा गएर राष्ट्रिय स्वतन्त्र पार्टी टाइप गरिसकेपछि यो घन्टी चिन्ह आउँछ, यसलाई डाउनलोड गर्ने हो। डाउनलोड गरिसकेपछि यसलाई लगइन गर्नुपर्ने हुनेछ। धेरैसम्म हेर्दै जाउँ, डाउनलोड हुँदैछ मेरो। अब मेरो इन्स्टल भयो, म ओपन गर्छु यसलाई। अब ओपन पनि हुँदैछ। अब एलाउ गर्दै जाने, यहाँनिर घन्टी बज्छ। अनि यहाँबाट यहाँ पनि फेरि ओके थिच्ने, फेरि ओके थिच्ने, फेरि ओके थिच्ने। त्यसपछि यहाँ यस्तो खुल्छ, यो पेज खुल्छ होइन। पेज खुलिसकेपछि रवि लामिछानेको अगाडि देखिन्छ फोटो। अनि आफ्नो फोटो माग्छ। यसरी उमा गएर आफ्नोमा गएर ग्यालेरीमा गएर यसरी फोटो छान्ने। फोटो छानिसकेपछि फोटो चुज गरेर पासपोर्ट साइजको फोटो अपलोड गर्ने। यसरी अब मैले यसरी हालेँ मेरो आफ्नो फोटो होइन। तपाईँहरू पनि यसरी हाल्न सक्नुहुन्छ, फोटो चाहिँ हेर्न सक्नुहुन्छ। अनि यसरी आफ्नो नाम लेख्ने हुन्छ, आफ्नो पुरा नाम लेख्ने। अनि नाम लेखिसकेपछि यहाँ तल इमेल पनि लेख्नुपर्ने हुन्छ, मोबाइल नम्बर पनि लेखेर अनि त्यसपछि अर्कोमा जाने। अर्कोमा गइसकेपछि चाहिँ हामी यहाँनिर आदिवासी भनेर लेख्नु पऱ्यो। त्यसपछि कुन जिल्ला, यसरी जिल्ला कुन चाहिँ जिल्ला भनेर सोध्नु आउँछ, सिन्धुली जिल्ला। अनि त्यसपछि कुन चाहिँ गाउँपालिका हो, सुनकोशी। हाम्रो गाउँपालिका मैले सुनकोशी गाउँपालिका राखेँ। कति नम्बर हो भने 4 नम्बर राखेँ। अनि यो पेसा, आफ्नो पेसा छान्नुपर्ने हुन्छ। आफ्नो तपाईँ केमा काम गर्नुहुन्छ त्यो पेसा राख्न सक्नुहुन्छ। अनि आफ्नो मिति, जन्म मिति राख्नुपर्ने रहेछ। जन्म मिति पनि यसरी छान्दै राख्नुपर्ने हुन्छ। मैले यसरी राख्दैछु, हेर्न सक्नुहुन्छ। जन्म मिति राखिसकेपछि नागरिकता नम्बर, यसरी नागरिकता नम्बर राखिसकेपछि मैले नागरिकता नम्बर राख्दैछु। अनि जिल्ला चयन गर्नु, फेरि जिल्ला मैले सिन्धुली राखेँ। त्यसपछि नागरिकताको अगाडि पछाडिको फोटो राख्नुपर्ने रहेछ। अनि मैले अगाडि पछाडि नागरिकता यसरी फोटो नागरिकता राखेँ मैले अगाडि पछाडिको राखिसकेपछि अनि अर्को ठिक लगाएर ओके गर्ने। ओके गरिसकेपछि अनि हाम्रो कार्ड तयार हुन। कति 500 राख्ने, 1000 राख्ने, 1500 राख्नु पर्यो नि त पैसा। अनि सधैँ त्यसै भन्छ सर 10 रुपियाँ राखिदिउँ न, 10-20 रुपियाँ जति, अनि 10 रुपियाँ राखिदिउँ न। पैसा छ कि छैन तपाईँसँग? विषयमा राखिदिउँ। सेवाको एमाउन्ट नम्बर कति हो? त 500 भन्छ फेरि। मैले पनि म दम छ क्या, त्यत्रो पैसा देखाएर छ, कति हान्ने अब? एक चाहिँ 10 रुपियाँ हाल्यो भने कोड आयो। कोड हाल्नु उसको कोड हो कि के को कोड आयो? भयो त त्यसो भए त। लगइन गर्नु यहाँ चाहिँ के हो? ब्याक गर्ने हो क्या? लगइन गर्नु नि। यहाँ एउटा बनाएला मैले। अब तपाईँ अब हुन्छ 2-4 दिनमा यस्तो पठाउँछ, यस्तो क्युआर आउँछ। अब 2-4 दिनपछि अनि त्यो चाहिँ प्रष्टै भयो। के